ब्रिज रहेछ नि त त्यो महोत्सव घुम्न आएको है हामी चाहिँ मागर भन्छ। यो चाहिँ चितवन नारायणतिरमा भएको लन्डन ब्रिज है एज अ गेट। अब यही गेटमा हामी टिकट तिरेर लन्डन ब्रिजबाट आफ्नो बाटो लाग्नेछौँ है। ल हामी चाहिँ लन्डन ब्रिजतिर लाग्यो। ल ल सरी खतरा प्याक छ यार। यति भिड छ कि यति भिड छ है यहाँ। हिँड्ने बाटो छैन के। पसलहरू त्यस्तै भिड, जता हेरे पनि त्यस्तै भिड छ यहाँ। यस्तो भिड छ के। यस्तो भिडमा नि हामी हिँडिरहौँ यार है। कति प्याक हो ल। यस्तो प्याक छ कि भन्ने साध्य छैन क्या। यस्तो खाली हुने त अनि यति प्याक छ यहाँ। पसल पुरै खाली छ क्या। आउनुहोस् लिन 500 मा दुईटा, 1500 मा दुईटा। वाह वाह। केही रमाइलो छैन यार। बेकार जस्तो यो 100 रुपियाँ तिरेर यहाँ त केही रमाइलो छैन। यस्तो पनि हुन्छ यार मौसम। यस्तो पाराले है बरु यहाँनिर चाहिँ हल्का भिड अन्त त सम्झिने हो। 500 मा गर्ने चाहिँ हामी बगाउनु भने त एकदम 500 मा कप पिनाउँला नि अलिक पछि। के भिड छ के है। मान्छेको खुट्टा ठोकेर हिँड्नु सक्दैन। खुट्टा पुरै गुम्सिसक्यो मान्छे। 500 को दुईटा सबै 500 को गुम्सिसक्यो पुरै हामी त यार। जे किने नि 500 को दुईटा गुम्सिसक्यो हामी त। स्थलहरू पनि सबै खाली। जे किने नि 500 को। वाइफाई पनि फ्री सबै फ्री मस्त। प्याक भनेको यही लाइनमा होला यार। अहिले हो भिड आएको, नत्र त सबै खाली बाटो यहीँ हो प्याक भन्नेलाई हेर्नु। नत्र अन्ततिर प्याक छँदै छैन कति पनि। कति टाढो हो त नि मेला बाटो नै कति ए कता घुमा खुट्टा भाँच्यो भने उपचार गरिदिइहाल्छ नि यिनीहरूको काम के हो। बिमा छ वाह बल्ल यहाँ रहेछ अनि भिड। ल अचार लिने भयो यहाँ। अचार रहेछ है। जाम आउनु केही पनि छैन हाम्रो लागि यता। डुल्नी बस्ने हो हाम्रो काम भनेको। डुल्नी बस्ने। जुत्ता रे जुन लिएर गए पनि छानी ल 650 है 650।
1050 यो बुट पनि 1050 होला अब 650 को जुत्ताहरू यो सबै केही रमाइलो छैन यहाँ आउनु भनेको पैसा मात्र फाल्नु रहेछ नेपाली बरु चेतन मौसाको राखिदिए अब जित्थ्यो होला अहिले ल 200 र 1000 मारे ल है कपडाहरू लेडिज कपडा कति घुम्ने ठाउँ बनाइदो रहेछ त यार थ्याट तरिका घुमे भयो त मात्र यार बाटो नि कहाँ हो कहाँ यार निस्किँदैन त दिमाग खराब भइसक्यो यार सबैलाई इच्छा लाग्छ भने योपालि घुम्न आउँदा नि हुन्छ नआउँदा नि हुन्छ है सस्तो सबै सस्तो मात्र मौकामा चौका निकालिरहन् भिडमा हिँडिरहेको धन्नै लट हात हल्लाएको थियो एकजनाले धन्नै फुटाइदिनु सेल मात्रै हो अब घरमा गएर खाने सेल अब सेल खानु छैन घरमा जाने सेल खाने अब अर्कोचोटि आउँदा लियौँ न अब यस्तो गर्मी भइसक्यो यार पुरै पसिनाले भरिसक्यो मान्छे अझै आइपुग्दैन पसिना भइसक्यो अझै कोही पनि आउँदै हुँदैन खै कहाँ हो यिनीहरूले कहाँ पुरा यार चप्पल 150 चाहिएन चप्पलहरू केही पनि चाहिएन अब यो लाने हो त म त्यो पनि बनाएको नि घर कोही पनि छैन घुम्दा यार हैराने उता पुरै यता चाहिँ स्थलहरू रहेछ है होटलको यहाँ चाहिँ तर धेरै रहेन चाहिँ के स्थलहरू पनि होटलको है थोरै रहेछ होटलहरू पनि अब यिनीहरूले अब चटपट पानीपुरी भयो लिएर जाऊँ हामी यता आउनु यहाँ चाहिँ गेमको राख्दो रहेछ यहाँ चाहिँ पुरै खेल्दै बसिरहने मलाई त त्यस्तो इन्ट्रेस्ट लाग्दैन यो गेम खेल्नलाई अब कोही टाटो हान्दैमा व्यस्त छ यहाँ हामी भनेको हिँडे काम छैन हिँड्यो बस्यो कोही जम हान्दैछन् यसरी है कोही टिकट लिँदै खान् कोही रोके खान् कोही घुमिरहेको छन् केही छैन रमाइलो फोकटियो पैसा तिर्ने मात्रै आउने मात्रै यहाँ चाहिँ बच्चाहरूको पनि छिट्टै बनाइदो रहेछ कि सानो खाले धेरै रहेनछ गेम पनि गेमहरू धेरै छैन हाम्रो मामाजी चाहिँ यहाँ छँदै बेकार आएको है मामाजी केही रमाइलो छ त स्टेज पनि केही छैन स्टेज त उता उहाँ हो त्यहाँ नि केही छैन
केही रमाइलो भन कि हामी आएर रमाइलो हुने फोकट 100 रुपियाँतिर हो कि होइन हो रमाइलो हुने भइरहेको रमाइलो हुनेले भइरहेको खेल्ने जतिलाई हामी डुल्ने जतिले केही पनि भएन रमाइलो भएन बा जुत्ता त कडक छ क्या जुत्ता त कडक छ क्या कडक वाह वाह जुत्ता त यहाँ गेम खेलेर शीतल तापेर बस्ने मात्र खाने कोही छैन यस्तो हपार ए होटलको लाइनहरू यता पनि रहेछ अहिले सुरु नै छैन त स्टेजमा त अब स्टेजमा पुग्यो है फाइनली हामी चाहिँ स्टेज प्रोग्राममा केही छैन स्टेजमा पनि केही पनि छैन खै पुरै माही माहा भयो के हो कहिलेदेखिको बनाएर बस्यो है भन्न मिल्दैन सरी त्यसको लागि चाहिँ अब स्टेजमा अब को चाहिँ नाचे त केहरू भन्योहरू हामी यहाँ ल केहरू भन्यो त जाम अब फेरि फनफनी घुम्ने भन्यो यस्तो प्यागी मान्छेहरू यी नाचगान पनि यस्तो मजाले भइरह है के को कन्सर्ट हुने हो र के पनि कन्सर्ट हुँदैन यहाँ केही छैन खोला हेर्न जाने अब काम छैन तिनीहरूको काम भनेको त्यही पड्काउने बस्ने हो अब मान्छे आउँदैन के गर्नु त तिनीहरूको काम ल टिङटिङ टिङटिङ गरे बस्यो लाग्यो घरतिर अब काम छैन यहाँ आएर काम छैन अझै काम छैन कोही बसेको छैन कि सबैजना आफ्नो घरतिर लाग्यो आज अब आफ्नै घरतिर लाग्ने नि अब यतिको चाहिँ रहेछ कि यहाँ चाहिँ नत्र अन्त त छँदै छैन यहाँ चाहिँ बरु हल्का भिड रहेछ जस्तो लाग्यो नत्र अन्त त छैन बल्ल यहाँ एउटा ठाउँमा रहेछ बोटिङमा अलिअलि मान्छे छ त्यति हो अन्त त सम्झिने थियो यहाँ केही काम छैन यहाँ एउटा मात्रै कुरा हुने भयो हुन चाहिँ खासमा त्यस्तै भइरहेको त के हो के भन्ने त अब नयाँ कुरा भयो भन्ने त अब नयाँ राम्रो कुराहरू के पनि छैन भन्यो भने कि त्यही एउटा सेम कुरा मात्रै हो खेल्ने कुरा पनि त्यति साह्रो प्याक छैन क्या सबै खाली नै हो यस्तो गर्मी छ को आउने टाइम त भयो होला पक्कै पनि अब 5 बजेपछि बल्ल हो कलाकारहरू कोही पनि छैन त्यही छ